सगरमाथा संवादको सन्ध्यामा छौँ। त्यसैले म आफ्नो सम्बोधनभन्दा पहिला एउटा सर्वोच्च अदालतले सगरमाथाको फोहोर व्यवस्थापन लास व्यवस्थापनमा गरेको निर्णयको केही भाग म यहाँहरू समक्ष पस्किन चाहन्छु। हिमालहरूमा थुप्रिएको फोहोर र मृत शरीरहरूले कथा भनिरहेको छ। खोट हिमालले भनिरहेको छ, मेरो सामर्थ्यताको सीमा छ। मेरो सामर्थ्यताभन्दा बढी खेप्न नसक्ने पाइलाहरूले मेरो छाती छिचोलिरहेको छ। पर्वतारोहीको फोहोरले र पर्वतारोहणको क्रममा मरेका लासहरूले मेरो आत्मा छिया छिया पारेको छ। सहनै नसक्ने अवस्थामा छु म। तीव्र रूपमा पग्लिरहेको कारणले मेरो रूप समेत परिवर्तन हुँदै म कालो पत्थरमा परिणत भइरहेको छु। यो प्रक्रिया जारी भइरहेमा अझ दर्दनाक अवस्था पैदा हुन्छ। हामी त्यो हेरिरहन सक्दैनौँ। न्यायपालिकाबाट उक्त फैसलामा भनिएको अभिव्यक्ति। Hannah, as you have rightly pointed out, we are not only in climate crisis, but we are in justice crisis. अब त्यसैले गर्दाखेरि मलाई यो संवाद धेरै महत्त्वपूर्ण लागेको छ। यस अर्थमा लागेको छ कि यो संवादले एउटा मल्टी सेक्टरल ग्रुपलाई समावेश गरेको छ र यसले के हेर्ने प्रयास गरेको छ भन्दाखेरि यसले मुख्य गरेर vulnerable ग्रुप्स र त्योसँगै अफेक्टेड ग्रुप्सहरूलाई पनि जोडेर यसले चाहिँ उनीहरूको भोइसलाई पनि कन्भर्सेसनमा संवादमा ल्याउने प्रयास पनि गरेको छ, जसको परिणाम के हुन्छ भन्दाखेरि एउटा फर्दर भनरेबिलिटीलाई प्रोटेक्सन गर्छ र अझ यसको परिणाम के आउँछ भन्ने म अपेक्षा राख्छु भन्दाखेरि यसले चाहिँ भोलिको क्लाइमेट फ्युचरलाई इन्क्लुसिभ एउटा तरिकाले शेपिङको लागि पनि यसले मद्दत गर्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौँ। त्यसैले संवाद महत्त्वपूर्ण छ, बोल्नुपर्ने रहेछ। यसपालि गत साल आइसिजेमा इन्टरनेसनल कोर्ट अफ जस्टिसको मा गएर नेपालले आफ्नो एडभाइजरी ओपिनियनमा आफ्नो भिजिबल प्रेजेन्स देखायो। जहिले पनि अन्तर्राष्ट्रिय एउटा विषय के हुन्थ्यो भन्दाखेरि सी लेभल राइजको कुरा हुन्थ्यो, अरू क्लाइमेट क्राइसिसका कुराहरू हुन्थे, हाम्रो माउन्टेनको क्राइसिस, हाम्रो ग्लेसियर कति फास्ट मेल्ट गरिराखेको छ भन्ने विषय कहिले पनि एउटा यो क्लाइमेट इन्जस्टिसको इस्यु हो, क्लाइमेट क्राइसिसको इस्यु हो भनेर केन्द्रबिन्दु बनेको थिएन। तर आज हाम्रो एउटा बलियो उपस्थिति र त्यसपछि म मन्त्रालयलाई पनि धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु। कोप 28-29मा तपाईँहरूको उपस्थितिले गर्दाखेरि पनि आज इन्टरनेसनल इयर अफ ग्लेसियर प्रिजर्भेसन 2025 भनेर युएनले डिक्लेयर गरेको छ। यो हाम्रो लागि ठुलो अपर्च्युनिटी हो। अब अपर्च्युनिटी त छ, अर्जेन्सी पनि छ नेपालको लागि। किन भन्दाखेरि नेपाल फेरि यो क्रेडिबल पनि छ। के को लागि भन्दाखेरि एउटा ग्लोबल कन्भर्सेसनमा जानको लागि, माउन्टेनको रेजिलियन्सको लागि, क्लाइमेट जस्टिसको लागि र इक्विटेबल एडप्टेसनको लागि पनि महत्त्वपूर्ण छ। तर अब अनफर्चुनेट कस्तो भन्दाखेरि हामी 0.1% ग्लोबल कार्बन एमिसन गर्छौँ, अनि तर वर्ल्डको 4th vulnerable कन्ट्रीमा हामी पर्छौँ। त्यसैले आज मलाई फेरि यो किन महत्त्वपूर्ण लाग्यो हामीले क्लाइमेट जस्टिसको कुरा गर्दाखेरि भन्दाखेरि हामी वर्षौँदेखि इन्भाइरोमेन्टल प्रोटेक्सनको कुरा गऱ्यौँ, इन्भाइरोमेन्टल जस्टिसको कुरा गऱ्यौँ, तर आज हामी बल्ल क्लाइमेट जस्टिसको पनि कुरा गर्दैछौँ। यसलाई फरक तरिकाबाट हेर्नुपर्छ भन्ने एउटा आवाज पनि आइरहेको छ र विशेष गरेर हामीले यही क्लाइमेट जस्टिसको कुरा गर्दाखेरि अहिलेसम्म हाम्रो रेस्पोन्सहरू आइराखेको छ। हामी के भनिरहेछौँ भन्दा मिटिगेसनमा जानुपर्छ, एडप्टेसनमा जानुपर्छ। तर अब हामीले फर्मली के कुरा गर्ने बेला आएको छ भन्दाखेरि क्लाइमेट जस्टिससँग जोडेर नै हाम्रो प्रोग्रामहरू अगाडि जानुपर्छ भन्ने बेला पनि आइसकेको छ, जसले गर्दाखेरि एउटा फेयर, इन्क्लुसिभ र राइट बेस्ड सोल्युसनको आधारमा हामीले विशेष गरेर भनरेबल रुरल कम्युनिटी, वुमेन, इन्डिजिनियस ग्रुप लगायतका थुप्रै एउटा गरिब र असमानतामा रहेका वर्गहरूमा पनि हामीले यो असर जसमा डिस्प्रोपोर्सनेट असमानुपातिक
सर्छ त्यसको समेत सम्बोधन गर्न आवश्यक छ। किन भन्दाखेरि यो क्लाइमेट जस्टिसको कुरा गर्दाखेरि क्लाइमेट जस्टिस भनेकै हिजोसम्मको जुन डिप रुटेड इनिक्विटिजहरू छ, एकदमै वर्षौँदेखिको यो असमानताको शोषणको अवस्थाको कारणले गर्दाखेरि झनै क्लाइमेट क्राइसिसको असरहरू त्यो वर्गमा बढी छ भनेदेखि उनलाई एउटा न्यायको सुनिश्चितता गर्ने एउटा बाटो पनि दिएको छ। अब हामी क्लाइमेट फाइनेन्सिङको कुरा गर्दैछौँ। हिजोसम्म लस एन्ड ड्यामेजको कुरा गऱ्यौँ, आज क्लाइमेट फाइनेन्सिङको कुरा गर्दैछौँ। निश्चय पनि यसको ट्रान्सफर्मेटिभ रोल होला, तर हामीले अझ कमै कुरा गरेको छौँ कि क्लाइमेट फाइनेन्सलाई माउन्टेनसँग जोडेर एउटा ग्रिन फाइनेन्ससँग कसरी जोड्ने र क्लाइमेट फाइनेन्सिङलाई यो हाम्रो चाहिँ एउटा चाहिँ कस्तो भन्दाखेरि यसलाई चाहिँ ग्रान्टको रूपमा चाहिँ कसरी डिप्लोमेटिकली एउटा ल्याउने वातावरणहरू बनाउने थुप्रै कुराहरू छन्। मन्त्रीज्यूले भन्नुभयो कि हामीले धेरै पोलिसीहरू बनाएको छौँ। हो, नेपालले गर्व गर्नुपर्छ, किन भन्दाखेरि हामीले त हिजो संविधान नहुँदाखेरि अदालतको आदेशले एउटा वातावरण सम्बन्धी कानुन आयो र त्यति मात्र नभइकन वास्तवमा यो वातावरण कानुनमा एउटा च्याप्टर पनि इन्क्लुड भयो, क्लाइमेट जस्टिसको च्याप्टर छुट्टै इन्क्लुड भयो। त्यो पनि पद्मबहादुर श्रेष्ठको फैसलापछि अहिले क्लाइमेट जस्टिसलाई छुट्टै विशेष एउटा च्याप्टरको रूपमा पनि राख्ने काम पनि भयो। तर प्रब्लम के छ भन्दाखेरि कानुन पनि छ, संविधानले नै एउटा वातावरणको अधिकारलाई, सस्टेनेबल डेभलपमेन्टको कुरालाई, पोल्युटर्स पेको कुरालाई स्थापना गरिसकेको छ, तर कार्यान्वयन नै अलिकति चुनौतीपूर्ण अवस्थामा रहेको छ। त्यसैले अब एउटा कार्यान्वयनको लागि हामीले चाहिँ कसरी अगाडि जाने भन्ने स्ट्राटेजी हाम्रो लागि धेरै महत्त्वपूर्ण छ र त्यो सँगसँगै बनाएको कानुन, बनाएको कार्ययोजना, हामीले कार्ययोजना पनि बनाएको छौँ, नेसनल एडप्टेसन प्लान एन्ड नेसनल फ्रेमवर्क पनि बनाएको छौँ। त्यसको एउटा मोनिटरिङ सिस्टमहरू, इन्स्टिट्युसनल क्यापेसिटीहरू कसरी बिल्ड गर्ने र पब्लिक प्राइभेट पार्टनरसिप पनि कसरी ल्याउने, त्यो पनि अहिलेको अलिकति फाइनेन्सियल क्राइसिसको जुन अहिले अवस्था छ भन्ने कुरा अघि हाम्रो पूर्व मुख्य सचिवले भन्नुभयो, त्योसँग जोडेर पनि हामी अगाडि जान पनि आवश्यक छ। त्यसैले अब हामीसँग अब धेरै कुराहरू अघि हाम्रो प्रेम कण्डेलजीको र हाम्रो पूर्व मुख्य सचिवजीको बैरागीजीको प्रस्तुतिमा आइसकेकोले म त्यो कुरालाई दोहोऱ्याउन पनि चाहँदैन, तर केही कुरा चाहिँ अलिकति भन्नुपर्छ जस्तो लाग्यो। र विशेष गरेर मैले यो कुरा गर्दाखेरि चाहिँ केसँग म जोड्न चाहन्छु भन्दाखेरि अदालतको भूमिकासँग, न्यायपालिकाको भूमिकासँग। किन भनेदेखि मैले यहाँ मेरो अगाडि पूर्व प्रधान न्यायाधीशज्यू, त्यस्तै गरेर मेरो अगाडि डाक्टर आनन्द मोहन भट्टराई जो मेरो कलिग हुनुहुन्थ्यो, भर्खर रिटायर्ड हुनुभएको छ, देखिराखेको छु जुडिसियरीले धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ। अघि नै मैले भने कि कानुन नहुँदा एउटा राइट टु लाइफसँग जोड्ने काम गरेर एउटा अधिकारको रूपमा मान्यता गर्यो। अहिले पनि केही मुद्दाहरूमा हामीले हिजोसम्म चाहिँ राइट टु नेचरको कुरा गर्थ्यौँ, अब राइट अफ नेचर र त्यसको पनि एक्जिस्टेन्सको, त्यसको पनि डिग्निटीको कुराहरू पनि गरिसकेको छौँ। चुरे, बर्दिया, चितवनको केसहरू, जुन धेरै जसो केस चाहिँ हाम्रो मान्य न्यायाधीशज्यूले गर्नुभएको थियो, आनन्द मोहन भट्टराईले, फेवालेका कुराहरू, थुप्रै फैसलाहरू भएको छन् र हामीले तीनटा अप्रोच लिएको छौँ कोर्टले। एउटा डिस्ट्रिब्युटिभ अप्रोच, एउटा हामीले चाहिँ प्रोसिड्युरल अप्रोच जहाँ चाहिँ हामीले EIA-लाई एउटा फ्रेमवर्कको रूपमा लिएर अकाउन्टेबल बनाउन खोजेको छौँ भनेदेखि अर्को रिकग्निसनको अप्रोचबाट पनि हामी अगाडि बढिराखेको छौँ। मैले प्रत्येक मुद्दाको कुराहरू म गर्न सक्दिनँ, तर ग्लोबल रिपोर्ट अन क्लाइमेट चेन्जले अहिले के देखायो भन्दाखेरि नन इम्प्लिमेन्टेसन अफ जुडिसियल डिसिजन भनेर देखाइराखेको छ। र अर्को कुरा फेरि हामी मल्टी सेक्टरल अप्रोचको कुरा गर्छौँ। मन्त्रालयले एक्लैले यो जुडिसियरीलाई एउटा स्टेक होल्डरको रूपमा रिकग्नाइज नगरेसम्म, कोलाबोरेसनमा नगएसम्म हामीले एउटा क्लाइमेट जस्टिसको कुरा कसरी गर्ने? किन भन्दाखेरि यहाँनिर अकाउन्टेबल बनाउनको लागि जुन भूमिका कोर्टले खेलेको छ, जुन अप्रोचहरू कोर्टले लिएको छ, जस्तो इन्टरभेन्सन र भोलिको एउटा फ्युचर सेपको लागि जुन आइडियाजहरू एक्सप्लोर गरेको छ, त्योसँग पनि कनेक्ट गर्यो भनेदेखि मात्रै मलाई लाग्छ हामीले यो क्लाइमेट क्राइसिसबाट एउटा क्लाइमेट जस्टिसको बाटोमा हामी जान सक्छौँ जस्तो लाग्छ। साइन्ससँग जोड्नुभयो, म त्यसलाई दोहोऱ्याउन पनि चाहँदैन। र म अन्तमा के भन्न चाहन्छु भन्दाखेरि अब यो मल्टी सेक्टरल डाइमेन्सनल अप्रोचको कुरा गर्दाखेरि मिटिगेसन मात्र होइन, एडप्टेसनको कुरा
पनि धेरै महत्त्वपूर्ण तरिकाले आइसकेको छ। रेजिलिएन्ट इन्फ्रास्ट्रक्चर, अर्ली वार्निङ सिस्टमका कुराहरू पनि अघि बैरागीजीहरूको प्रस्तुतिमा आइसकेको थियो। नलेज सेयरिङ मेकानिजम र मुख्य गरेर यो अहिलेको यो हामीले इन्क्लुसिभ क्लाइमेट जस्टिसको कुरा गर्दाखेरि चाहिँ कम्युनिटीलाई त्यो राइट र त्यो एक्सेस र त्यो एउटा कम्पेन्सेसनहरू कसरी पुर्याउने भन्ने कुरा पनि महत्त्वपूर्ण छ। उनको प्रोटेक्सन, एउटा भनरेबिलिटीको प्रोटेक्सन सँगसँगै। त्यसैले अन्त्यमा म के भन्छु भन्दाखेरि यो हाम्रो लागि अपर्च्युनिटी हो यो संवाद, to shape a just, resilient and sustainable climate future, not only for Nepal but also for the world. And thank you for making me part of this event.